के तपाईँ जान्न चाहनुहुन्छ किन केही मानिसहरू जीवनको सबै कठिनाई, आँधीहुरी र असफलतासँग जुधेर पनि विशाल सफलता प्राप्त गर्छन्, जबकि धेरैले सुरक्षित सजिलो बाटो रोज्दा कहिल्यै ठूलो उचाइमा पुग्दैनन्। आज म तपाईलाई एउटा कथा सुनाउनेछु जसले तपाईको सोच, डर र आत्मविश्वास नै बदल्नेछ। एकपटकको कुरा हो, एउटा सानो गाउँमा करिब 10-12 वर्षको एउटा केटो आफ्ना आमाबुबासँग बस्दथ्यो। ऊ सामान्य बालक थियो, तर उसको मनमा एउटा ठूलो सपना थियो, एक दिन जीवनमा धेरै सफल बन्ने। धेरै वर्षपछि ऊ आफ्नो हजुरबुबाको गाउँ जान्छ। गाउँको शान्त वातावरण, खुला आकाश र हजुरबुबासँग बिताएको समय उसलाई निकै मन पर्थ्यो। एक दिन खेल्दै खेल्दै उसले हजुरबुबालाई सोध्यो, "हजुरबुबा, जब म ठूलो हुन्छु म धेरै सफल भएर देखाउनेछु, तर सफलता पाउन के गर्नुपर्छ? के तपाईँ मलाई कुनै उपाय सिकाइदिनुहुन्छ?" हजुरबुबाले केही बोलेनन्, बस हल्का मुस्कुराए र केटाको हात समातेर बाहिर लगे। उनीहरू एउटा बिरुवा पसलमा पुगे। त्यहाँबाट हजुरबुबाले 2वटा साना साना बिरुवा किन्नुभयो। घर फर्किएपछि एउटा बिरुवालाई ठूलो गमलामा रोपेर घरभित्र राख्नुभयो र अर्को बिरुवालाई घर बाहिर खुला जमिनमा रोप्नुभयो। त्यसपछि हजुरबुबाले नातिलाई सोध्नुभयो, "तिमीलाई के लाग्छ, भविष्यमा कुन बिरुवा राम्रोसँग बढ्ला?" केटाले अलिक सोच्यो र भन्यो, "घरभित्र राखिएको बिरुवा नै राम्रोसँग बढ्छ, किनकि त्यो सुरक्षित छ। बाहिरको बिरुवालाई त घाम, वर्षा, आँधीहुरी, जनावर धेरै खतरा छन्।" हजुरबुबाले फेरि मुस्कुराउँदै भन्नुभयो, "ठिक छ, समय नै यसको उत्तर हुनेछ।" 4 वर्ष बित्छ। केटो फेरि हजुरबुबालाई भेट्न गाउँ आउँछ। भेट्ने बित्तिकै उसले पुरानो कुरा सम्झेर भन्यो, "हजुरबुबा, तपाईले मलाई जीवनमा कसरी सफल हुने भनेर भन्नुभएको थिएन, आज भने तपाईले मलाई सिकाउनै पर्छ।" हजुरबुबाले भन्नुभयो, "पहिले हामी ती 2 बिरुवालाई हेर्न जाउँ।" पहिले उनीहरू घरभित्रको बिरुवातर्फ गए। त्यो बिरुवा बढेको त थियो, तर सीमित थियो, सानो ठाउँमै अड्किएको। त्यसपछि उनीहरू बाहिर रोपिएको बिरुवातर्फ गए। त्यहाँ देखेर केटो अचम्ममा पर्यो। सानो बिरुवा आज एउटा विशाल रुख बनिसकेको थियो। लामो लामो हाँगाहरू, बलियो जरा र पुरै जमिन ढाक्ने छाया। हजुरबुबाले सोध्नुभयो, "अब भन, कुन बिरुवा बढी बलियो भयो, कुन बढी सफल भयो?" केटाले बिस्तारै भन्यो, "बाहिरको बिरुवा।" तर उसले फेरि सोध्यो, "हजुरबुबा, यो कसरी सम्भव भयो? यसले त धेरै दुःख भोगेको होला, आँधी, वर्षा, घाम, तर पनि यो यति बलियो कसरी बन्यो?" हजुरबुबाले गहिरो स्वरमा भन्नुभयो, "बेटा, यही नै जीवनको सत्य हो। बाहिरको बिरुवाले समस्या भोग्यो, सङ्घर्ष गर्यो र त्यही सङ्घर्षले उसलाई बलियो बनायो। आँधीले उसको हाँगा भाँचेन, बरु बलियो बनायो। वर्षाले उसलाई कमजोर बनाएन, बरु जरा अझ गहिरो गाड्न सिकायो। आज त्यो रुख यति बलियो छ कि समस्या अब उसको लागि सानो छ।" हजुरबुबाले केटाको आँखामा हेरेर भन्नुभयो, "जबसम्म तिमी सङ्घर्ष गर्दैनौ, जबसम्म कठिनाइहरू भोग्दैनौ, तिमी आफ्नो जीवनको वास्तविक सफलता देख्न सक्दैनौ। सधैँ सजिलो बाटो रोज्ने मान्छे कहिल्यै ठूलो बन्न सक्दैन, तर जो मान्छे समस्यासँग जुझ्न तयार हुन्छ, सङ्घर्षलाई स्वीकार गर्छ, उसको लागि कुनै लक्ष्य असम्भव हुँदैन।" यो कुरा सुनेपछि केटो चुपचाप त्यो विशाल रुखतर्फ हेर्न थाल्यो। हजुरबुबाका शब्दहरू उसको मनमा गहिरो गरी बसिरहेका थिए। साथीहरू, हामी जीवनका समस्याहरूलाई आफ्नो दुश्मन ठान्छौँ, तर साँचो कुरा के हो भने यी नै समस्याहरूले हामीलाई बलियो बनाउँछन्। यी नै कठिनाइहरूले हामीलाई सफल बनाउँछन् र सायद त्यसैले नै कसैले भनेको छ, यदि तपाईको जीवनमा कुनै समस्या आइरहेको छैन भने बुझ्नुहोस्, तपाईँ गलत बाटोमा हिँडिरहनु भएको छ।